हाई गाइज वेलकम ब्याक टु माई ब्लग। धेरै भएको थियो यस्तो नहिँडेको, आज चाहिँ यसो हिँडिदिउँ भनेर होइन। आज चाहिँ हामी चम्पादेवी जाँदैछौँ। आजको हामी चाहिँ आज सिरियसली हामी नै छ, मेरो साथी सीता हामी नै जाँदैछौँ है। आज चाहिँ हामी भनेर एक्लै छैन, हामी चाहिँ 3 जना जाँदैछौँ है। अब हाम्रो गाडी चढ्ने ठाउँ पनि फेरि एडभेन्चरस रुट छ। यस्तरी यिनीहरू फेरि भ्लगिङ चलिरहेछ, यिनीहरूलाई फेरि मेसकै टेन्सन छ बिचरा। यस्तो हामी एडभेन्चरस छौँ है। के भन्छ अरे वाइल्ड भर्सेस म्यान भर्सेस वाइल्ड। हामी चाहिँ ट्यु गेट आइपुग्यौँ। अब यहाँबाट चाहिँ दक्षिण कालीको गाडी चढिन्छ। तपाईँहरू आउन चाहनुहुन्छ भने सुन्दराबाट पनि गाडी चढेर आउन सक्नुहुन्छ। अब हामी त आधी बाटोमै छौँ, त्यही भएर है हामी गाडी पुरानो दक्षिण कालीमा चाहिँ झऱ्यौँ। अब यता माथि पाहाडतिर जान सक्छ। हाइकिङ सुरु भयो यी साथीहरू। नडराउ नडराउ। हामी चाहिँ अब सिटी माथि जाँदैछौँ। अब 9 बज्यो, कति बेला पुग्छौँ थाहा छैन। यो औसुरा केभको सिडी हो। औसुरा केभ आइपुग्यौँ। केभ चाहिँ यही हो। क्या दामी देखायो। अब हामी चाहिँ फार्पिङ लेखेको बोर्ड लिएर आइपुग्यौँ। ऊ त्यहाँ छ बोर्ड चाहिँ, अहिले देखेँ होइन। सिडी हिँड्दैछौँ। एकदम सनी छ। ह्याट लगाउनु इज मस्ट। मेरो साथीमा भ्लग बनाउँदै हिँड्दैछन् फेरि पर्सनल, आफ्नो मान्छेलाई मात्रै पठाउने। यस्तो ठाउँमा पो हो आउने मान्छेहरू, क्लब्सहरू जान्छन् है। यस्तो फ्रेस भइन्छ। रेस्टिङ फेज चल्दैछ। हामी ठ्याक्कै पुरानो दक्षिण काली मन्दिर आइपुग्यौँ। यस्तै धेरै हिँडाइ त होइन, अब हाम्रो लागि चाहिँ धेरै हो। आहा, हिमाल पहाड तराई, हामी कोही छैनौँ पराई। ओ मेरो सिङ्गर। ओ हाम्रो मोडल, ब्युटिसियन मोडल। ब्युटिसियन त म भइसकेँ। धेरै टिप्नु। हामी त काफल खाँदै जाँदैछौँ है। डोन्ट बी जेलस। घर बसी काफल पाइँदैन है, बाहिर निस्किनु पर्छ हो। हामी पुरै काफलको जङ्गलमा छौँ फेरि। काफल पार्क है, आउनु होला, खानु होला। हामी आधी बाटो आइपुग्यौँ। यहाँ माथि फुटबल ग्राउन्ड छ। यस्तै फुटबल पनि खेल्दै हुनुहुन्छ। फुटबल हेर्नु सक्छ हुन्डल। ऊ त्यो पहाडको बिचमा छ। ऊ त्यो के छ, के खाँदै आइराखेछौँ। मजा आइरहेछ नि एकदम। मैले राम्रै ठाउँमा ल्याएँ नि एकदम। फुल टिपेर बस्दैछ नि हाम्रो मोटकुले। आई लभ यु बेबी। आई लभ यु मोर बेबी। म राम्रो कि फुल राम्रो होला भनिदिनु होला। 4 जना छौँ। हाम्रो डगिज भाइ हुनुहुन्छ। डगिज भाइ के छ, यही हो नि बाटो। आफ्नो साथीहरू कुर्दै हुनुहुन्छ पछाडिबाट, सँगै हिँड्दै हुनुहुन्छ। डगिज भाइ सेल्फी प्लिज, यता हेर्नु न। हिँड्नुहुन्न, उहाँ रिसाउनु भएको छ है। हामी त तलबाट आइसक्यौँ, त्यहाँ तलबाट। यति माथि आउँदै गर्दा कहिलेकाहीँ तपाईँहरू आउँदाखेरि बाइक रहेनछ भने पनि यसरी माथि जाने बाटो छ। अनि एउटा फेरि यता आउँदा यस्तो ढुङ्गावाला बाटो छ। यताबाट गयो भने चाहिँ उताबाट पनि पुगिन्छ भन्नु त। यताबाट पनि पुगिन्छ।
घाम सुक्यो काफले हो घाम सुक्यो रातले फकाउँछ काफले जानु कि नजानु घरकेले छाउनु परालमा खारा के चाहियो र जिन्दगीमा मान्छे पुरै पहिरो गएको डेन्जर भेरी डेन्जरस बाटो गाइस खतरो के खिलाडी सीताको ब्युटीलाई देखेर यहाँ रुखै ढलिसक्यो अब के होला त जिन्दगीमा अबको 3 मिनेटमा हामी भुन्डोल पुग्नेछौँ अनि भुन्डोलमा पुगेर हामी लन्च ब्रेक गर्नेछौँ सबजना भोकले यहाँ लिपिट भुन्डोल भन्ने ठाउँमा आइपुग्यो आज शनिबार भएर पनि भिड छ क्या पुरा क्याम्प फायरिङ गर्छ ओए आज त भिडै छैन यार तर हाम्रो घरेलु स्न्याक्स कुकको हो फेरि हो यो कुक फेरि मै हो है डढाएर लिएर आज पुरै होइन डराउने जिम्मा चाहिँ मेरो थियो है बडी पकाएर खाँदैछन् साथीहरू पानी पर्दैछ अब हामी अझै चम्पादेवी पुग्न छ हामी त भुन्डोलबाट चम्पादेवीको लागि माथि सिडी चढ्दैछौँ अब साह्रै अनप्रेडिक्टेबल भन्छ अघि धन्न घाम छेक्नलाई छाता लिएर आएको काम लाग्यो पानी परिदियो अब रेनकोट लिएर आएको छैनौँ रमाइलो छ हामीलाई भन्ने गीत याद आयो यार ल के छ थकाइ लाग्छ कि छैन पानी बिटो भएपछि गर्नु भयो गाइस पानी बिटो भयो पानी रह्यो पानी रोक्यो वेदर इज अनसर्टेन भने भर्खर छाता ओढ्नु परिरहेको थियो अब हामी त तल कहाँबाट आइसक्यौँ है भुन्डोल भन्दा हामी यति माथि आइपुग्यो हिल्सै हिल्स सराउन्डेड बाई हिल मा हिँडेकै छौँ सीता माथि पुगिसकिन् हाम्रो मोटको आउँदै हुनुहुन्छ पछाडिबाट जति हिँडे पनि हामी माथि पुग्दैनौँ किन सिडी मात्रै छ तर मजा आइरहेछ है हाम्रो यहाँ वेदरले च्यालेन्ज गरिरहेछ एकदम कति बेला पानी पर्छ कति बेला घाम लाग्छ अब फेरि पानी पर्ने होला मोटी आऊ पानी पर्यो अब हामी छाता ओढेर बस्दैछौँ कस्तो पिल्केको मेरो केस पसिनाले डेन्जर पानी पर्दैछ है हामी लगभग टप अफ हिल पुग्दैछौँ एनर्जी डाउन त भएको छैन नि तपाईँहरूको तपाईँहरूले यतिको एनर्जी फाइनलसम्म राख्न सक्नुहुन्छ नि बिगी बिगी बाटो में मीठी मीठी बात ल ल ल ल पानी पर्यो है फेरि पानी पर्यो असिना झर्यो दाइको रुमाल भाउजूलाई मन पर्दैन मेरो पनि दाइ हुनुहुन्छ
ल अब हामी चम्पादेवी रिच हुँदैछौँ अहिले भर्खर बाटो बिर्सेर हाम्रो गाइडले अलि माथि गएर म्याप हेरेर आउँदै चटाङ चुटुङ गर्न थाल्यो जङ्गलको बाटोमा हिँडेर कति राम्रो हो कि किन यदि राम्रो हो कि रुम अनि सिटी भन्दा त रुखहरू कस्तो राम्रो हामी चम्पादेवीमा पुग्दैछौँ है हाम्रो मोटको सुपर एक्साइटेड चटपटे खानलाई तर त्यहाँ पुग्नलाई त्यहाँ पुगेर चटपटे खाइन्छ भन्ने मोटिभेसनका साथ सी इज वकिङ अब हामी सुस्त पुग्छौँ यस्तो शीतल यस्तो चिल वेदर छ हावाले उडाउँछ कि क्या हो नउडाउला चम्पादेवी मन्दिर आइपुग्यो इट इज भिड आउट हियर अनएक्सपेक्टेड आइपुग्यो होइन त कस्तो फिल भइरहेको छ गाइस एकदम रमाइलो फिल भइरहेको वी आर सो एक्साइटेड भिड छ है फेरि चटपटे पार्टी हुँदैछ चम्पादेवीमा चटपटे खाना आउनुहोस् चटपटे भाइ सीता चटपट मिठो चटपटे चटपट झटपट बनाएर खाने चटपट के पो भन्छ नि बाई बाई गाइज हाम्रो चम्पादेवीको सक्यो हामी चटपट खाएर अब निस्किँदैछौँ साह्रै रमाइलो छ बाई बाई गाइज सी यू इन नेक्स्ट ब्लग अब जुन बाटो आएको त्यही बाटो फर्किने हो त्यही भएर अब यतिमै अन्त्य गर्दैछु मैले मेरो ब्लग सीता बाई इन्जोय बाई काफलगेडीको टुक्का भयो भुटुक्का बाई